है साथी हो यतिखेर हामी खानासाना खाएर यसो इभिनिङ वाकको लागि अब बाहिर निस्केको छौँ। अब यहाँको माहौल यो कितासेन्ज स्टेसनबाट नजिकै चाहिँ माहौल छ। यहाँनिर यो योग फुड भन्ने एउटा डिपार्टमेन्टल स्टोर छ। यहाँनिर नन स्टप बसहरू पनि चलिरहेको छ। अब यहाँ रेस्टुरेन्टहरू यहाँ यो गाडीको उता रेड लाइट बोलेको भएर यो बारीपट्टि यो ड्रग स्टोर रहेको छ। सामान्य रुगाखोकीदेखि लिएर सामान्य खालको औषधिहरू चाहिँ यो ड्रग स्टोरमा पाइँदो रहेछ। त्यति मात्र होइन कि यो जुसहरू पनि सामान्य डिपार्टमेन्टल स्टोरहरू कन्भिनियन्ट स्टोरहरू भन्दा सस्तो पाइँदो रहेछ। अनि यहाँनिर चाहिँ यो दाइसो पनि रहेको छ। यो चाइनिज पसल हो, एकदमै सस्तो। नेपालमा भन्दा पनि सस्तो सामान पाइने र घरको लागि चाहिने सबै खाले वस्तुहरू पनि पाइने दोकान दाइसो। र अर्को कन्भिनियन्ट स्टोर यहाँनिर यो फ्यामिली मार्ट भन्ने पनि छ। ल हेर्नुहोस् यहाँको रेस्टुरेन्टहरू यस्तो सानो सानो हुन्छ, भित्र एकदम कोजी टाइपको। नेपालमा जस्तो ठुलो धेरै स्पेस हुने खालको चाहिँ सायदै पाइन्छ। यहाँनिर यो साइकलहरू पनि यो फुटपाथमै हिँड्छ। र अहिले साइकलको नियम अलिक कडा आएको छ भन्ने नै सुन्नुभयो होला तपाईँहरूले। हामी चाहिँ यहाँ नजिकै अब यहाँ हाइवेको नजिकै आइपुग्दैछौँ। र तपाईँलाई यहाँ सार्वजनिक बस देखाउँछु। यहाँनिर यो भित्र छिर्ने ठाउँ हुन्छ। यहाँ ट्याप गरिसकेपछि चाहिँ भित्र जाने। र भित्र चाहिँ सबै मान्छेहरू आफ्नो सुरमा एक आपसमा नेपालमा जस्तो बोल्ने त्यस्तो केही पनि हुँदैन। आफ्नो सुरमा मोबाइल हेर्ने बस्ने, एकदमै साइलेन्ट एकदमै पिसफुल वातावरणमा यात्रा गर्ने चलन चाहिँ यहाँ हुँदो रहेछ। र यस्तै खाले अपडेटहरू चाहिँ यहाँको वातावरण अवस्थाहरू तपाईँहरूलाई समयमा दिइराख्ने नै छु। र यो ट्याक्सी यहाँको ट्याक्सी हेर्दा पुलिसको कार जस्तो देखे पनि यो ट्याक्सी हो। यहाँ एकदम फेमस छ यो ट्याक्सी गो ट्याक्सी भन्ने। र यहाँ कोठासोटा खोजिदिने के भन्छ न्यू लाइफ स्टेसन बाई स्टार सिटी भन्छ। यहाँनिर यो कहाँ कस्तो खाले कोठाहरू पाइन्छ भनेर पनि यहाँ बाहिर यस्तो पोस्टरहरू टाँसेको हुन्छ। दिउँसो यो अफिस पनि खुल्छ र अब साँझको टाइममा हामी आँखाले पनि यो हेर्न चाहिँ मिल्छ। ल आजलाई यति नै होस्, धन्यवाद।